हाई गाइज वेलकम टु माई न्यू मिनी भ्लग। अहिले चाहिँ म जाँदैछु चोकतिर किनभनेपछि मेरो चाहिँ घरदेखि सामान आएको छ अनि यो चार्जर चाहिँ मेरो भाइको लागि हो। अहिले चोकमा जाँदा के देख्नु पर्यो, हाम्रो चोकमा आज जाम परिरहेछ अनि तरकारी लिएर फर्किँदा चाहिँ यो स्कुल आइतबारको दिन पनि खुल्लै छ। विद्यार्थीहरू आएर पढ्न बसिरहेछन्। कस्तो अनौठो अनौठो चिजहरू देख्न मिलिरहेको कि मलाई आज। अनि मैले तरकारी ल्याइसकेपछि थाहा चाहिँ थियो कि तरकारीहरू छन् सबै भन्ने, तर आँप चाहिँ मैले एक्सपेक्ट गरेको थिएँ आउन सक्छ भन्ने। अनि मलाई चाहिँ कस्तो मिठो लाग्छ कि आँप काँचै पनि मिठो हुन्छ अनि चटनी बनाएर थिचेर खान पनि मिठो लाग्छ नि त। तरकारी आए त मलाई दालको जरुरतै पर्दैन। अनि मैले अस्तिको भिडियोदेखि भनिरहेको थिएँ नि त, मैले मिनी भ्लगदेखि मैले नोट लेख्दैछु भनेर, तर अझै पनि सकेँ होइन, लेख्दैछु अझै। अनि आजको वातावरण चाहिँ कस्तो राम्रो गरिरहेको थियो। अनि त्यसपछि म आज नुहाएको थिएँ कि मैले चाहिँ खाएँ मकै, उसिनेको मकै। अनि यमुना र म 1000 रुपियाँ लिएर गयौँ चोकतिर। बाटोमा चाहिँ हामीले अर्को नयाँ दृश्य देख्यौँ। यहाँ चाहिँ ट्र्याक्टर फसेको रहेछ अनि मान्छेहरूले चाहिँ यहाँ उचाल्दै हुनुहुन्थ्यो। अनि हाम्रो चोकमा चाहिँ मासु लिनलाई गएको हो अनि हामीले मासु ल्यायौँ, पकायौँ। अनि त्यसपछि मैले खाना पनि खाएँ। अनि आज चाहिँ कस्तो राम्रो चन्द्रमा लागिरहेछ कि। सो आजको दिन यसै गरी बित्यो। सी यु इन नेक्स्ट भिडियो। बाई बाई।